ल हेर्नुहोस् है साथीहरू, धन देखेपछि महादेवको पनि 3 नेत्र भन्थे, साँच्चीकै हो रहेछ। बेगर ल्याएको पहिलो दिनको दुलै पुरा ठुस्स परेर एकपट्टि बसे फर्केर रुँदै थिइन्। जति फकाउँदा पनि नमानेपछि मैले चाहिँ एउटा के गर्ने होला भन्ने उपाय निकालेँ। टिका लाएर आएको पैसाको पोको चाहिँ मैले टक्क खोलेर अब चाहिँ गन्नु पर्यो भनेर यसो भुइँमा राखेको मात्र थिएँ। कहाँको पुरै रुन ला मान्छे त पैसा देखेपछि होइन मै निकाल्छु फर्स्ट, मै गन्छु भनेर आएर खामबाट पैसा फटाफट निकालेर ल हेर्नुहोस् त, पुरै एकछिनमा अनुहार मान्छेको हाँसी खुसी, पैसा निकालेर पुरै ल हेर्नुहोस् है साथीहरू, यस्तो पनि हुँदो रहेछ। ल सम्पूर्णलाई एउटा जानकारीमूलक भिडियो पनि भयो। तपाईहरुले पनि यसै गरी रिसाएको बेलामा चाहिँ कसरी फकाउने भनेर सोच्दै हुनुहुन्छ भने पैसाको पोको ल्याएर टक्क अगाडि राखेर निकालेर यसो गर्न थाल्नु। तपाईको पुरै रिसाएर बसेको रोइरहेको श्रीमती चाहिँ हाँसी हाँसी आएर तपाईको अगाडि पुरै ल यसरी गन्छन् पैसा।